आज आम मानिसलाई बाटोघाटो हिँड्न कुनै समस्या छैन। ठूलो फराकिलो बाटो भएकै कारण गाडी कुद्छ। पढ्छु भन्नेहरूका लागि प्रत्येक वडामा विद्यालयहरू छन्। खोप तथा रोग विरुद्धको उपचारहरू स्वास्थ्य चौकीबाट पाउँछन्। आजको यो दिनसम्म 5 थरको हाङगुमलाई ल्याइ पुर्याउन समाजसेवी, प्रजातन्त्र प्रेमी, विकासवादी कर्णकुमार देवानको ठूलो योगदान र भूमिका छ। गाउँमा शिक्षा खोल्न सम्बन्धी विकास निर्माणमा उहाँले अब त्यतिखेर विकास केही थिएन अनि उहाँकै प्रयासबाट जोडिएर अहिले यहाँसम्म आइपुगेको छ। त्यस्ताका वडा नभए पनि हालको हाङगुम गाविस वडा नम्बर 5 मा विक्रमसम्म 2001 साल भदौ 29 गते आइतबारका दिन देवानको जन्म भएको थियो। बुबा जित बहादुर देवान र आमा सुनकेसी देवानको कोखबाट 4 छोरा र 2 छोरी मध्ये उहाँ जेठो सन्तान हुनुहुन्छ। यस ठाउँले उनी देवानको विकास प्रेमको जगलाई टेकेर आज अन्य विकासतर्फ लम्किन सकेका छन्। उहाँले हाङगुमको शिक्षा, स्वास्थ्य, बाटो, पुल, वन जंगलको संरक्षण आदि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। त्यस समय गाउँमा विद्यालय थिएनन्। मकैको ढोड बालेर सिमले कटेरोमा पढ्नु पर्थ्यो। विद्यालय नभएकै कारण विक्रमसम्म 2012 सालमा धनकुटाको 6 नम्बर बुधबारे गएर देवान पढ्न थाल्नुभयो। 5 थर क्षेत्रमै शिक्षित मानिस नभएको कारण दार्जिलिङको शिक्षक ल्याएर 6 नम्बर बुधबारेमा पढाउन राखेका थिए। पढे भनेको दार्जिलिङको मास्टर थियो एउटा। यहाँ त अब त्यस्तो शिक्षित विद्वानै थिएन, दार्जिलिङबाट ल्याएर त्यहाँ सलम्बत बुधबारेमा राखो। सो विद्यालयमा बही तमासुक लेख्न सक्ने भइसक्नु भएका देवानलाई एकैपटक कक्षा 4 मा भर्ना लिएको सम्झनुहुन्छ। एकदेखि होइन, उहाँ पढेर बही तमासुक बनाएर भन्थ्यो, त्यो लेख्ने गरियो। त्यसको बादमा अब उहाँले त्यस समयमा धेरै दुःख गरेर पढ्नुभयो। मकैको चामल अनि गुन्द्रुकको तिहुन बोकेर ल्याएर आफै पकाएर खानु पर्थ्यो। त्यो टाइममा हामीले धेरै दुःख गरेर पढ्यौं। मकैको चामल बोकेर, गुन्द्रुकको तिहुन बोकेर ल्याएर पकाएर आफै खाने। त्यसरी नै बित्दै गएको जीवनमा विक्रमसम्म 2015 सालमा भएको निर्दल र बहुदलको चुनावमा पहिलो पटक बहुदलको पक्षमा भोट हाल्नुभयो। त्यस समयमा नागरिकता थिएन, उमेर पनि नसोधिने भएकाले उहाँले 14 वर्षको उमेरमा भोट लगाउनुभयो। घर र रुख चुनाव चिन्ह भएको चुनावमा बुबा 2007 सालबाटै कंग्रेसको पक्षमा लागेकाले बुवाले रुखमा भोट हाल्नुपर्छ भनेपछि रुखमा नै भोट हालेको उहाँ बताउनुहुन्छ। एउटा यो बौद्ध र निर्दल भन्ने नै घर र रुखको चिन्हमा चुनाव हो। अनि मेरो बाबु पहिले 7 सालमा पनि कङ्ग्रेसी थिएछ। अनि रुखमा भोट लाउनुपर्छ भन्थ्यो। अब आजभोलिमा त उमेर नागरिकताको के हेर्थे, अब त्यतिखेर नागरिकताको चलन थिएन। 2015 सालमा बहुदल आए पनि 2017 सालमै राजा महेन्द्रले कु गरेर पञ्चायती व्यवस्था लागू गरेपछि पनि देवान प्रजातन्त्रको पक्षमा उभिरहनुभयो। 2017 सालमा नीलकण्ठ कुरुङबाङ हाङगुमको प्रधान पञ्च भएपछि उहाँ पनि 9 नम्बर वडाको अध्यक्ष चुनिनुभयो। चुनाव नहुने प्रधान पञ्चले बनाएपछि हुने समयमा उहाँ 9 नम्बर वडाको अध्यक्ष हुनुभएको हो। मलाई चाहिँ लगेर एक दिनको बाटोमा वार्ड अध्यक्ष बनाएर त्यतिखेर चुनाव पनि हुँदैन थियो। वार्ड अध्यक्ष भनेर माथि 9 नम्बर वार्डमा राखेको। त्यस समयमा जनताहरू सचेत नभइसकेकाले काम गर्न निकै अप्ठ्यारो परेको उहाँको अनुभव छ। दशैंमा बाटो खन्नु पर्ने भएपछि बैठक गर्दा जनताहरूले कसले खाजा दिन्छ, कसले जाँड दिन्छ, कसले निमिक दिन्छ भन्ने गरेको उहाँ बताउनुहुन्छ। बाटो दशैंमा खुल्ने बैठक बोलाउँदैन, होइन कसले खाजा दिन्छ, कसले जाँड दिन्छ भन्छ, कसले
निवेक दिन्छ भन्थ्यो। नेपाली कंग्रेस राजधानीमा छैन, सदरमुकाममा छैन। नेपाली कंग्रेस भनेको गाउँ गाउँमा छ। म तपाईहरूकै सेवा गर्छु, जस्तै गोली हान्ने भयो भने पनि म छाती थाप्छु भन्ने देवान पटक पटक हार्नुभयो। 2024 सालमा प्रधान पञ्चमा उठ्दा 1 भोटले हारेको तीतो अनुभूति छ उहाँसँग। 2 पटक उपप्रधान पञ्चमा र पटक पटक प्रधान पञ्चमा हार्नुभयो। हार्दा पनि नभाग्ने भाषण गरेर हिँड्ने देवानको प्रवृत्ति थियो। 24 सालमा प्रधान पञ्चमा लडे, त्यही हारिहाले। फेरि लड्छु हार्छु, उपप्रधान पञ्चमा 2 खेप हारे, प्रधान पञ्चमा हारेको चाहिँ। अनि म के भन्थे भने नेपाली कंग्रेस भनेको राजधानीमा छैन, सदरमुकाममा छैन। नेपाली कंग्रेस भनेको गाउँ गाउँमा छ। म तपाईहरुकै सेवा गर्छु, म तपाईहरुकै जस्तै गोली हान्ने भयो भने म छाती थाप्छु, तर तपाईहरुको निमित्त म कुनै पनि पछाडि हट्नेवाला छैन। पहाडमा मत भनेको 406 मत मेरो भयो, मलाई जित्नेको 407 मत ऋषिरामले जित्यो। एकै भोटले पनि हार्यो भनेको चाहिँ सकेको। हार्दा पनि म त्यसरी अरू जस्तो उठेर भाग्थेँ, म भाषण गरेर हिँड्थेँ। 2025 सालमा 4 नै सदस्यता लिनुभएका देवानले हारजितको खेल चलिरहँदा विक्रमसम्म 2049 सालमा भएको स्थानीय चुनावमा उहाँ हाङ्गुम अध्यक्ष हुनुभयो। विक्रमसम्म 2054 सालमा भएको स्थानीय चुनावमा फेरि पनि हाङ्गुम अध्यक्ष बन्नु भएको थियो। 2049 सालको महत्त्वपूर्ण उहाँको विरोधी भन्दा पनि 176 मतले उहाँ र विजय हुनुभयो जो 5 वर्ष अवधिमा। र दोस्रो अवधि जो 54मा बहुमतले विजय हुनुभयो। त्यो सफलतासम्म आइपुग्न उहाँ धेरै पटक जेल पनि पर्नुभयो। जनतालाई जति कानून लाग्छ राजालाई पनि त्यति नै लाग्नुपर्छ भनेर आवाज उठाउने देवान पटक पटक जेल र नजरबन्दमा पर्नुभयो। भाषण गर्दा के गर्दा जस्तै यो देशमा राजा चल्छ, बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र र राजा जनतालाई जति कानुन लाग्छ राजालाई त्यति कानुन लाग्छ भनेर उनीहरूको तरल गरिदिन्छ। त्यस समयमा भगवान सिंह पास्थरको सिडिओ हुँदा कंग्रेसी भन्दै पटक पटक उहाँ पक्राउमा पर्नुभयो। पक्राउ पर्दा पनि निडर देवानले सिडिओ सामु श्रीमान कंग्रेसी भनेर मेरो टाउकोमा लेखेको छ कि छातीमा भनेर प्रति प्रश्न गर्नुहुन्थ्यो। राज्यबाट हामीलाई धेरै दुःख दिए, कंग्रेसी भन्थ्यो। अनि जिल्लामा लगेर गर्दा कंग्रेसी भनेर जिल्ला प्रशासन सिडिओले सोध्थ्यो। त्यतिखेर 5 तरमा सिडिओ फेरि त्यस्तै खराब भगवान सिंह भन्ने थियो। अनि श्रीमान मेरो टाउकोमा लेखेको छ कि छातीमा कंग्रेस भनेर भनिन्थ्यो। त्यो उत्साह अझै पनि उहाँमा देखिन्छ। आज पनि उहाँ भन्नुहुन्छ, डराएर हुँदैन, लान्छ थुन्छ निस्किन्थ्यौं। बोल्नुमा कुनै डराएर हुने छैन, लान्थे थुन्थे निक्लिन्थे। त्यस समयमा राज्य पक्षबाट धेरै दुःख दिने गरेको उहाँ सम्झनुहुन्छ। कंग्रेस नेता गणेशमान सिंहको घरबाट बैठक बसेर घर फर्कदा विक्रमसम्म 2036 सालमा पक्राउ परी चन्द्रगढी जेलमा 22 दिन जेल पर्नुभयो। त्यहाँबाट छुटेपछि फेरि धरानमा 2 दिन पक्राउ पर्नुभयो। काठमाडौँदेखि गणेशमान सिंहको घरमा बैठक बसेर गाडी रोक्न त यसरी खुट्टा बाटोमा त्यसै हुन्छ। पञ्चेहरूको शासन राजाको आगे भावको गयो। गाडी त डरले गर्नु पनि खासको चन्द्रगढीमा पाइसक्यो। अनि त्यहाँदेखि फेरि उहाँ राणा कंग्रेसी भनेर सुनाउने हल्ला थियो यहाँनिर। त्यहाँ 2 दिन राखेको थियो, तर त्यो संसदीको छोराहरूले यसरी पटक पटक जेल पर्न थालेपछि उहाँ भारतको गलगले भन्ने ठाउँमा बस्न बाध्य हुनु पर्यो। 2025 सालमा गिरिजा प्रसाद कोइरालासँग भारतको फारबिसगञ्जबाट नेपाल हतियार पास गरेको उहाँलाई हिजै जस्तो लाग्छ। गलगलेमा गएर त्यहाँ बस्यो। अब त्यहाँनिर फेरि
मिटिङ भयो पछाडि सँगसँगै 2-3 महिना प्रवेश गर्ने कुरा बस्यो हतार पास गर्नु गयो पनि यो 25 सालको कुरा अनि कहाँदेखि त्यो बाबुले लुकाएर नि अब कहाँ त्यो भान्सारैबाट त छिराउनु सकिन्छ तब माथि कहाँबाट हुन्छ त्यतिबेला छिर्नु पऱ्यो यसरी जीवनमा आरोह अवरोह र पटक पटकको जेल जीवन बिताउँदै आउनुभएका देवानले जनप्रतिनिधि हुँदा हाङ्गुमको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। देवान अध्यक्ष भएर पनि एकलौटी रूपमा काम नगरी परिषद बोलाएर सबैसँग छलफल गरी गाउँको विकासमा लाग्ने गरेको स्थानीय बुद्धिजीवी नरेन्द्र कुरुङबाङ बताउनुहुन्छ। बाटो बनाउन बेलामा हामीलाई विकास चाहिन्छ के गरौँ यस्तो उस्तो भनेर उहाँले परिषद बोलाउनु भयो र सबै कुरा राखिन्छ। त्यसबेला शिक्षा स्वास्थ्य बाटोघाटो जस्ता अन्य विकास निर्माणका कामहरू केही पनि भएको थिएन। उहाँकै प्रयासबाट जोडिएर आजको दिनसम्म आइपुगेको हो। गाउँमा शिक्षा खोल्ने सम्बन्धी विकास निर्माणमा उहाँले अब त्यतिखेर विकास केही थिएन अनि उहाँकै प्रयासबाट जोडिएर अहिले यहाँसम्म आइपुगेको छ। देवानले शिक्षाको क्षेत्रमा विक्रमसम्म 2027 सालदेखि नै महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको थियो। 2027 सालबाट इन्द्रावतीमा उहाँले लगानी गरेर वार्डमा 5 नम्बर वार्डमा सेवा गरेको थियो। हाल श्री इन्द्रावती उच्च मावि रहेको विद्यालय भवनमा जंगलै जंगल भएको र त्यसलाई फाँडेर सेउलाले बारेर झुप्रो खोलमा बनाएर धुलोमा पढाउन सुरु गरेको तत्कालीन हेड सर मनबहादुर गुरुङबाङ बताउनुहुन्छ। बेला यो स्कुलमा जंगलै जंगल थिए फाँडफुँड गरियो झुप्रे भवन बनाइयो त्यहाँ पढाउने म एउटा तिलचन्द्र भन्ने मभन्दा अलि धेर पढ्ने थियो उसलाई चाहिँ सहायक म हेड सर अरे धुलोमा पढाइयो केटाकेटी। 2028 सालमा स्थापित श्री इन्द्रावती प्राविका देवान संस्थापक विद्यालय अध्यक्ष हुनुहुन्छ। व्यवसाय समिति त सुरुमा 28 सालमा स्कुल खोलेको या अहिलेको उच्च मावि त्यस बेला व्यवस्था समिति अध्यक्ष नै भएको 28 सालमा कस्तो एउटा खोलमा बनाएको थियो त्यसैमा त्यति बेला हेड सर म सेउले कटेरोबाट पढाउन सुरु गरेको इन्द्रावती प्राविलाई निमावि बनाउँदै धनकुटा छेसिनीबाट विक्रमसम्म 2056 सालमा मावि तह स्वीकृत गराई अध्यापन सुरु गराउनुभयो। यहाँ यो विद्यालय स्थापना 2028 मा औपचारिक रूपमा स्थापना भएको त्यति बेला कर्णकुमार देवान चाहिँ यस विद्यालयका संस्थापक अध्यक्षको रूपमा रहनु भएको थियो भन्ने तथ्याङ्क अनुमति प्राप्त भयो अनि 56 सालमा विशेष गरी उहाँले 56 सालमा पनि योगदान पुर्याउनु भयो महावि तह 56 देखि पढाउन त सुरु गर्ने तर त्यसबेला लेखपढ भएको मानिस अत्यन्त कम भएकाले देवानले महोत्तरीबाट बीएससी शिक्षक ल्याएर पढाउन लगाउनु भयो। तर शिक्षक मधेसी भएकाले उहाँको बोली मधेसी लवजको आएपछि विद्यार्थीहरूले बुझेनन्। त्यसरी भाषाको समस्या भएपछि शिक्षक साट्नु परेको रोचक घटना उहाँ यसरी सम्झनुहुन्छ। 10 निजी स्रोतले मास्टर त एउटा मास्टर मैले खोजेर ल्याएँ उहाँ 70 केटीले त्यो बीएससी ल्याएर पुरै बुझिदिएन त्यो उनीहरूको नेपाली बोल्नु नजान्थे बुझेन अनि माथि यसमा हातेको गाविस अध्यक्षलाई ठुल्ठुलो विद्यार्थी छ यो त बीएससी बुझिदिएन साथमा भनेर मान्यो अनि त्यहाँदेखि त्यसलाई माथि पठाएर त्यहाँको ल्याएपछि त्यो पहिलेदेखि माथि पञ्चमी पहिलेको मावि त्यो बीएससी निजी स्रोतले त्यसरी चलाउनु पर्थ्यो कति मास्टर पाल्नु पाल्ने निजी स्रोतले गाउँ विकासको पैसा अलिअलि भएको त्यतिखेर कहाँ धेरै दिन्थ्यो त अलिअलि दिन्थ्यो
त्यो सबै स्कुललाई दिनु पनि नमिल्ने। त्यति मात्र होइन, देवानले हाङ्गुम 9 मा बालानन्द प्रावि र दिपज्योति प्राविलाई स्वीकृत गराइदिनु भयो। हाङ्गुम 7 मा रहेको सिद्धकाली र सिंहदेवी विद्यालयको बीच विवाद उत्पन्न हुँदा देवानले नै मिलाइदिएको सिद्धकाली आधारभूत विद्यालयका प्र कमल प्रसाद बोहरा बताउनुहुन्छ। उहाँ अध्यक्ष रहँदा हैन यहाँ चाहिँ यो वार्डमा चाहिँ अलिकति कठिनाइ आयो। जस्तो यो वार्डमा चाहिँ 2टा विद्यालय बने। अब एउटै विद्यालय बस्ती पातलो छ, एउटै विद्यालयलाई चाहिँ अप्ठ्यारो परिरहेको बेला 2टा विद्यालय चाहिँ स्थापना भए। त्यसलाई टिकाउन उहाँले चाहिँ राम्रोसँग गरिदिनु भयो। यसले गर्दा अहिलेसम्म यो विद्यालय रहेको छ, नत्र भए त्यतिखेर चाहिँ यो विद्यालयको भविष्य अन्त्यतिर पुगेको थियो। त्यसैले कर्णकुमार देवानले चाहिँ यो वार्डमा चाहिँ यो विद्यालयलाई टिकाइराख्नका लागि ठूलो योगदान गरेको छ। त्यस्तै गरी सिंहकाली प्रावि हाङ्गुम 2 मा बजेट स्वीकृत गराइदिनु भयो। उषाज्योति प्राविलाई पनि 2056 सालमा व्यक्तिगत रूपमा 5000 आर्थिक सहयोग गरिदिनु भयो। गाविस र जिल्लामा पनि उषाज्योतिको भवनका लागि पहल गरिदिनु भयो। उहाँको योगदान भनेको यसमा फर्स्टमा अब त्यतिखेर 56 सालकोतिर कुरा पनि अब कति 4-5,000 जस्तो सहयोग गर्नुभएको छ यहाँ व्यक्तिगत रूपबाट। अनि गाविसमा चाहिँ धेरै पहल गर्नुभएको छ यसको भवनको लागि हैन। माथि अब निकै कुराहरू राखिदिनु भयो। अनि त्यो माथि अब जिल्लामा पनि अब धेरै कुराहरू चाहिँ लगेर यहाँको निकै राखिदिनु भएको छ उहाँले। विक्रमसम्म 2046 मा हाङ्गुम 3 मा रहेको मौलबुङ निमावि स्वीकृत गराइदिनु भयो। आत्मारा स्कुल उहाँकै पालोमा स्थापना भयो। सबैभन्दा पुरानो मसले प्रावि पनि विक्रमसम्म 2046 सालमा उहाँकै पहलमा परिषदबाट पास भएर स्वीकृत भयो। उहाँले पछि 46 साल पछाडि अध्यक्ष भएपछि चाहिँ यहाँ बजेट छुट्याउने, मौलबुङलाई निमावि बनाउने, मसलेलाई पनि निमावि बनाउने, कालीखोलालाई अनुदान सिंहकालीलाई अलिअलि बजेटहरू छुट्याइदिनु। अनि यहाँ चाहिँ 45 सालमा स्वीकृत भयो। 46 सालमा मौलबुङ स्वीकृत भयो, प्रावि स्वीकृत भयो। उहाँले स्कुलमा चाहिँ धेरै प्रयास गर्नुभयो। जस्तै आत्मारा भन्ने स्कुल उहाँकै पालादेखि भयो। अनि प्रत्येक यो निमावि मावि बनाउन उहाँको ठुलो योगदान भयो। यो इन्द्रवती मावि यहीँको गाविसको मावि, मौलबुङलाई निमावि बनाउने प्रयास त्यतिखेरै भएको उहाँकै पालामा निर्णय भएको थियो। मसले निमावि पनि उहाँकै पालामा यो परिषदमा निर्णय भएर गएको थियो। धेरै विकासमा उहाँले जोड गर्नु। हाङ्गुम 6 लफनामा रहेको सिद्धार्थ निमाविको भवन र खेल मैदान 2052-53 मा उहाँकै पालामा बनाइएको हो। विद्यालय थियो त्यस्तो उसमा 52-53 भन्नुको भवन बनाउनमा यसमा भएर विकास हैन। यस खेल मैदान त्यसै गरी देवानले हाङ्गुमको बाटो खोल्न पनि विशेष योगदान पुर्याउनु भएको छ। विक्रमसम्म 2052 सालमा कृषि सडकको सर्वे गराउनु भयो। 2052 सालमा एक कृषि सडक 7मी 10मी यो माथि हती पहिले चाहिँ र यो लालसिंह भन्ज्याङसम्म उहाँको सर्वे, यो रोडको सर्वे उहाँले सफलदायकता उहाँनेरि भवन गर्नुभएको थियो। र पछाडि उहाँको कार्यकालमै गाविससम्म रोड हुनुपर्छ भन्ने उहाँको पहल थियो। विक्रमसम्म 2054 सालमा पहिलो पटक गाविसको 50,000 लगानीमा रवि सप्तमीदेखि हाङ्गुम जोड्ने बाटो खन्न सुरु गर्नुभयो। त्यसै कार्यलाई निरन्तरता दिँदै आउँदा हाङ्गुम 2 लालसिंह भन्ज्याङसम्म बाटो ल्याइ पुर्याउनु भयो। सो सडक खण्ड करिब 12 किलोमिटर रहेको छ। ठुलो भूमिका छ। यो बाटोलाई चाहिँ सप्तमी रवि सप्तमी खण्डबाट त 10मी ट्र्याक खोल्नको लागि उहाँ आफै लागि परेर गाविसको बजेटहरू अब सुरुमा 50,000बाट गाविसलाई 3 लाख रुपियाँ प्राप्त हुन्थ्यो। त्यो 3 लाख रुपियाँ प्राप्त बजेटबाट पनि 50,000 चाहिँ त्यो बाटोलाई नै उहाँले लगानी गर्नुभएको थियो 54 सालमा। अनि त्यसलाई निरन्तर दिँदै ल्याउँदाखेरि उहाँको कार्यकाल सम्बन्धमा त्यो बाटो चाहिँ
हाङमको 2 नम्बर वडाको लालसिङ भन्ज्याङसम्म चाहिँ उहाँले पुर्याउनको लागि सफल भूमिका निर्वाह गर्नुभएको थियो। 10 किलो 12 किलोमिटर जति पर्छ भन्छ। लिम्बादेखि गाविससम्मको बाटो खोल्ने काम समेत देवानकै पालोमा भएको थियो। धेरै यो लिम्बादेखि यही बाटो तेर्सो पनि उहाँकै जोड हो पहिला, अनि यो मसलेमाथि दशमीबाट जोडिँदै यहाँ आउने कृषि सडक उहाँकै पालादेखि नै त्यो जोडदार हुँदै आएको। उहाँकै पहलमा तुम्मेवा हातीपाइले ओलने गाविसबाट हाङगुमसम्म जोड्ने गोरेटो बाटो खोलेको बताउनुहुन्छ स्थानीय राजनीतिक कर्मी छवि चामलिङ। सिधा लाइनको मान्छे कसैलाई आँकेर दबाउने छपाउने कामहरू नजान्ने नै यहाँले मास्टरसम्म आँकेर निकाल्नु भयो सल्लेरीसम्म, त्यहाँदेखि सङ्कट काट लादिहाल्यो, त्यहाँदेखि के अरे लादेपछि के अरे त्यतिकै रह्यो होइन रह्यो। उहाँहरूले जनतैबाट के अरे खनेर के अरे माथिबाट यहाँ तलसम्म के अरे झार्यौँ, सङ्कट काट लादिएपछि के अरे तुम्ब्या हात्ती पहिले ओलने गाविसबाट के अरे मान्छेले खनेर यहाँ तल के अरे जोड्यौँ। त्यहाँदेखि हामीहरूले उहाँ अर्कै राय सल्लाहले त्यहाँदेखि उदोबाट गाविसबाट हानेर के अरे मास्टरसम्म गर्यो। यो के अरे विकासको काममा के अरे गोरेटो बाटो उहाँकै के अरे कार्यकालमा के अरे बनेको हो। हुन त विक्रमसम्म 2048-49 देखि नै बाटो खन्न सुरु गरिएको हो, तर पैसा अभाव भएकाले समस्या भएको थियो। त्यसै बाटोको जगमा उभिएर हाल खैर बिक्री हुन थालेपछि हाङगुमको वडासम्म बाटो पुगेको छ। बाटो हामीले अब सर्वे गराउँदै यता जनताहरू लायो, पैसा गाउँ विचारबाट गरेर लायो गर्दै गर्दै बाटो त धेरै वर्षमा त्यहाँ ल्यायो। अब माथि सप्तमीदेखि दसैँ भन्छ त्यहाँ ल्यायो। अब त्यहाँदेखि यता कुण्ड एक सालमा कति खाद्यान्न दिएको खाद्यान्न है त्यो बाटो पनि त्यहाँदेखि यता त अलिकति गाविसको समाधान गऱ्यो। अब गाडी ल्याउनुपर्छ भन्दै गऱ्यो। एक साल अलिकति थोरै फेरि पाहाडको ठाउँ लगिहाल्छ पहिरो जान्छ, त्यसलाई फेरि खन्यो, फेरि साफ गऱ्यो, अनि गाडी ल्याउनु सप्तमी भनेको डाँडा गाविस पर्छ। दशमी हाङगुम 9 ओलने 9 जोडिन्छ। यो त हामीले चाहिँ 48-49 सालदेखि नै गरेको हो, तर अब रकम हुनुपर्छ, रकम छैन। अलिअलि गर्दा अहिलेको गाविस नगरपालिका चाहिने रकम पाउनु दिन्छ, त्यतिखेर दिँदैन थियो। त्यो हाङगुमसम्म ल्याउनु नै कोही मुस्किल परिहाल्यो। अहिले हाङगुम ल्याएपछि चाहिँ अब हाङगुममा के भयो भने यो खैर चलेपछि त्यो अब मान्छेको दोकानदारलाई नआउनेको त्यो खैरको त्यो ठेकदारले खर्च गरेर बाटो खनाउनु पऱ्यो। उहाँ ट्र्याक्टर लगेर उनीदेखि बोका ल्याउनु पऱ्यो। 2055-56 सालमा BBLL संस्थाको सहयोगमा कम्फू दोबानदेखि झोडलुङ्गे पुल थाप्नुभयो। सो पुलले हाङगुम र दुदिम्बा जोड्ने काम गर्दछ। सो पुल बनाउँदा मुद्दा समेत परेको थियो। पछि 23,000 मुआब्जा तिरेपछि मात्र पुल बनेको हो। 57 सालमा यो हाङगुम 5 र दुदिम्बा जोड्ने पुलको लागि पनि उहाँहरूले त्यहाँ चाहिँ के भयो भने जग्गाको विषयमा चाहिँ ठुलो सङ्घर्ष नै भयो। अनि वो जग्गादाताले जग्गा नदिने अवस्था भयो। त्यसले गर्दाखेरि मुद्दै लड्नु परेको थियो, मुआब्जा पनि तिर्नु पर्यो। त्यसलाई अब उसले मुद्दा लगायो, अनि दुवै तर्फबाट तारिख धाउनु पर्यो। तारिख धाइसकेपछि पछाडि उसलाई मिल्ने बिन्दुमा पुर्याउनको लागि गाविसकै बजेटबाट 23,000 रुपियाँ लिएपछि त्यो जग्गा उपलब्ध भएको थियो। पुल बनियो, अहिले आवागमन भइरहेछ। 2 वर्षे योजना थियो। 57
57-58 मा पुरा भएको थियो। पुल बनेपछि आवत जावतमा सजिलो भएको स्थानीयवासीहरू बताउनुहुन्छ। माझी भएर चाहिँ मैले खोला यहाँ तार्नु पर्थ्यो होइन। अहिले चाहिँ अब हामी गाविस वार्ड नम्बर 5 अन्य ठाउँबाट चाहिँ फिलिङ ओर्दर जाने होइन धनकुटा यो चाहिँ देखि पनि यता यस्तो जाने आउने 6 नम्बर बुधबारे यता सबै ठाउँमा चाहिँ हिन्डुल गर्नु दुर्दिम्बा 6 र 5 को सेन्टर बिच माझमा भएको खोलामा चाहिँ के असुविधाहरू वारिपारीलाई पुगिरहेको छ। स्वयंजनाको ज्यान गुमाएको छ। यहाँ हाम्रै हाङ्गुमको राई बुढापाकाहरू पनि लौरीहरू पनि यस्तो घटनाहरू भएको थियो। आवाजात त्यस्तो दुर्घटनाहरू खास यहाँ पुलाएपछि भएको छैन। यता पिल्किनबाट छमरबुदार जाने यो हाङ्गुम पनि पर्छ यता दुर्बिम्बा पनि पर्छ दुईतिर। यहाँ चाहिँ अब यो खोलाले अलिक मान्छेहरू क्षति गरेर चाहिँ यसो पुल माथिबाट परेर चाहिँ बनाएको। पहिला चाहिँ जस मान्छेहरू यसो घटना नभएको धेरै फाइदा भएको छ। हुलाक तथा स्वास्थ्यको क्षेत्रमा समेत देवानको उत्तिकै महत्वपूर्ण योगदान रहेको छ। 2050 सालमा हाङ्गुममा उपस्वास्थ्य चौकीको स्थापना भएको थियो। उपस्वास्थ्य चौकीको भवन नहुँदा देवानकै पहलमा गाविसको केही रकम र व्यक्तिबाट रकम उठाएर उपस्वास्थ्य चौकीको भवन निर्माण गरिएको थियो। सो भवन निर्माण गर्न दलवीर क्याप्टेनलाई समिति अध्यक्ष बनाइएको प्रत्यक्षदर्शी शेरबहादुर अधिकारी बताउनुहुन्छ। उहाँले अब हाङ्गुमलाई अब पहिले उपस्वास्थ्य चौकी भनेर माथिबाट दिने कुरा भयो। दिँदाखेरि अब ल्याउनुपर्छ उहाँकै कार्यकालमा पहिले गाविसकै एउटा कोठाबाट सुरु गरेर 50 सालमा, तर त्यसलाई चाहिँ 54 सालमा 52-53 मा भनौँ न त्यो चाहिँ अब भवन निर्माण गर्दाखेरि अब गाविसको केही रकम र व्यक्तिहरूबाट चन्दा सङ्कलन गरेर अध्यक्ष भए पनि उहाँले चाहिँ अर्को निर्माण समितिको अध्यक्ष अरूलाई बनाएर त्यतिखेर चाहिँ दलवीर क्याप्टेन त्यसको अध्यक्ष हुनुभएको थियो। हाल त्यहाँबाट 8वटा वडाका मानिसहरूले स्वास्थ्य सेवा लिँदै आइरहेका छन्। वडा नम्बर 9 काहरूलाई ओलने स्वास्थ्य चौकी नजिक हुने भएकाले उता जाने गर्दछन्। अहिले स्वास्थ्य चौकी भइसक्यो गाविसभरि भन्दा पनि हाङ्गुम 7 को त्यति हुँदैन, 9 को चाहिँ उतै ओलने स्वास्थ्य चौकी नजिक भएकोले गर्दा उता हुन्छ। लगभग 7वटा वडाहरूलाई चाहिँ 8वटा वार्डलाई सेवा दिइरहेछ। सधैँ खानेपानीको अभाव रहेको हाङ्गुममा खानेपानीका लागि देवानले धेरै दुःख गर्नु भएको छ। विक्रम सम्वत 2052-53 र 2053-54 दुवै आर्थिक वर्षको बजेट लगानी गरेर हाङ्गुम 2 मा खानेपानी सञ्चालन गर्नुभयो। त्यस समयमा 2 लाख लगानी गरेर आयोजना पूरा भएको थियो। त्यसैगरी विक्रम सम्वत 2054 सालमा हाङ्गुम 9 पुच्छर टोलीका लागि गाविसको 30,000 लगानीमा सानो निगाले खानेपानी सञ्चालन गर्नुभयो। हाङ्गुम 9 मै बिजुवा गाउँका लागि 40,000 को लगानीमा खानेपानी सञ्चालन गर्नुभयो। हाङ्गुम 8 मा पिचुवा खानेपानी आयोजना 20,000 को लगानीमा बनाउनुभयो। बिजुवा गाउँ खानेपानीलाई चाहिँ 40,000 सर्वप्रथम बजेट लगानी गर्नुभएको थियो। त्यस्तै गरेर हाङ्गुम 8 नम्बर पिचुवा खानेपानीलाई 20,000 अनि सबैभन्दा ठुलो लगानी हाङ्गुम 2 नम्बरको खानेपानीलाई गरेको छ। त्यहाँ चाहिँ लगभग 2 लाख बराबरको लगानी भएको छ त्यो खानेपानीमै गाविसकै बजेट। 52-53 र 53-54 दुई आर्थिक वर्षकै बजेट लगानी गरेको छ। अनि त्यस्तै गरेर हाङ्गुम 1-3-4 खानेपानीलाई पनि लगानी गर्नुभएको छ। खानेपानीमा विशेष योगदान छ। अहिलेसम्म ठिकै छ, त्यसैलाई मर्मत पुनः सुधार गर्ने काम भइरहेछ। अहिले राम्ररी नै सञ्चालन आइरहेछ। ती खानेपानीहरू नयाँ योजनाहरू ल्याउन सकिएको छैन। लगभग 250 घरधुरी
जति समेटेकोमा। कर्णकुमार देवान जहिले अध्यक्ष हुनुभयो त्यहाँदेखि मात्र हाम्रो काम सफल हुँदै गएको हो भन्नुहुन्छ तेस्ताकाका वडा नम्बर 4 का अध्यक्ष हिमप्रसाद योङयाङ। न उता अगाडिको उसमा चाहिँ हाम्रो ठुलो कण्ड यो कालीखोला चित्रे खोलाको पाइप कण्ड भर्या थियो। त्यसलाई चाहिँ कर्णकुमार देवान र बाबाले चाहिँ हामीलाई शान्ति गरिदिनु भयो। पाइप हामीलाई निकासा गरिदिनु भयो। त्यहाँ जम्मा 1.5 लाखको पाइप 1-3-4 को बिचको उहाँसँगै हामी उहाँको साथमा हामी हुन्थ्यौँ। त्यतिखेर के गर्यो भने हामीले धेरै धेरै 1-3-4लाई सहयोग गरेका थियो, बल गरेका थियो। कर्णकुमार जहिले अध्यक्ष भयो त्यहाँदेखि मात्र हाम्रो काम सफलता भयो। कर्णकुमार देवानै माथि जिल्लामा बसेर जाँदै किन कर्णकुमार देवानको त अब माथि आफ्नो पार्टीहरू पनि दर्लै हो। त्यस समयमा धरानबाट 34 कोइल पाइप ल्याएर धारा निर्माण गरिएको थियो। वार्डमा रहेको कुवा पँधेरो धारा बनेका थिए। उहाँकै पालामा वडा नम्बर 4 मा एउटा, 5 मा शेरबहादुरको घर छेउमा एउटा पँधेरो बनिएको थियो। त्यसैगरी वडा नम्बर 1 मा एउटा, 2 मा 3 वटा, 8 मा एउटा, 6 मा 2 वटा बनाइएको योङा बताउनुहुन्छ। अनि आफ्नो वार्डमा त पहिला कुवा पँधेरो भन्ने थियो। कुवा पँधेरो त्यो धारा बनाउने, कुवा पँधेरोलाई लिपेर गर्ने भन्ने थियो। तिनीहरू पनि हामीले बनाउन सफल भयौँ। मेरो 4 नम्बरमा यही तल एउटा कुवा पँधेरो थियो, त्यहाँ मैले बनाएँ। त्यही 5 नम्बरमा माथि त्यो यो शेरबहादुरको घर यता टारबारी माथि त्यहाँ पनि बनायो। 1 नम्बरमा पनि बनायो। अनि 2 नम्बरमा 3 वटा पँधेरो बनायो। 8 नम्बरमा बनायो एउटा। अनि पर लगेर 6 नम्बरमा धोडा बनायो। वार्ड नम्बर 1 का लागि कालीखोलाबाट पनि पानी ल्याइएको छ। कालीखोलाबाट पानीले नपुगेर टुक्रा टुक्रा गरी विभिन्न ठाउँबाट ल्याउनु पर्यो। वार्ड नम्बर 5 का तल्लो भेगका मानिसहरूका लागि सिमसारेबाट पानी ल्याउन पर्यो। त्यसरी वर्षैपिछे खानेपानीको नाला ल्याउने, सर्वे गर्ने, खानेपानी ल्याउने गरेको भए तापनि अझै हाङगुममा पानीको अभाव रहेको देवान बताउनुहुन्छ। खानेपानी भनेको हाङगुममा अति दुःख, अहिले पनि दुःख छ। त्यो हाङगुमको 5 नम्बर र 1 र 5 लाई अहिले पनि तपाईँहरू हाङगुम जानु भने त्यही हो पानी खाने। 1 लाई त पर कालीखोलाबाट मैले उ गरेँ। 5 लाई अब तल नपुग्ने भएर तलबाट अरू त्यो सिमपानीबाट तलबाट कति टुक्रा टुक्रा पानी लानु पर्यो। सर्वे गर्ने ओभरसियर पनि जिल्लाबाटै ल्याउनु पर्ने बाध्यता र बालुवा सिमेन्ट सबै बोकेर नै पुर्याउनु पर्ने स्थिति थियो। धेरै दुःखले हाङगुममा पानी ल्याएको देवान बताउनुहुन्छ। 5 लाई पनि कालीखोलाको माथि सिरानबाट 3 वटा पानी गएको छ। म समितिको अध्यक्ष बनिएन, म अब त्यसको पुरै जिम्मा दिएर चाहिँ गर्नु पर्यो नि त। नाला कता, पानी कता, अब ओभरसियर ल्याएर स्थानीय त सबै अब त्यस रोदान मात्रै खट्ने। अब पैसाको महँगो थियो, पैसा दिन नसक्ने थियो। अब उनीहरू बोकेर ल्याउने नालाहरू यस्तो काम विभिन्न भयो। त्यहाँ व्यवस्थित छ, तर पानी अहिले सुकेर पर 1 नम्बर सिलानमा त्यो बेबटुल तारमा अलिक ठुलो पानी एकपट्टि ढल्काउने भनेर यत्रो सानो उ गरेको छ। त्यो उ गरेर एक कुवाहरूको घरको नजिक पर्छ, त्यहाँ मारिहाल्छ। 5 को पनि राति जान्छ, फेरि मारेर ल्याउँछ। पानीको त्यो दुःख छ। मैले त सालिन्दा खानेपानी योजना त म नाला लिएर जान्थेँ। अब त्यसो गर्दा कति सालमा, तर सबै ठाउँ टुक्रा टुक्री जहाँ पानी हुन्छ त्यहाँ पनि सर्वे गराएर यति नाला चल्छ भन्यो। अनि नाला ल्यायो ती गाउँकोले
यसो नालाको डोक खन्यो अरे लग्यो। उहाँले हाङ्गुम 8 मा भरलेनी खानेपानी र काभ्रे गाउँ खानेपानी बनाउनमा पहल गर्नुभयो। सो पानी आफू लगायत गाई वस्तु खेतबारीमा प्रयोग गर्ने गरेको स्थानीय उपभोक्ता रिक बहादुर थापा बताउनुहुन्छ। ट्याङ्की दिन्छ, धाराबाट त्यहाँ यता आउँछ, यहाँ रानी आउँछ, उदो जान्छ। यो पानी आउँदा यहाँ पर अप्ठ्यारो ठाउँमा यस्तो सानो कुवा छ, अन्त जाने ठाउँ छैन। अनि पानी बोकेरै गाई बस्तु जेलाई पनि खाने पानी। अनि अहिले हिउँदामा चाहिँ यो आलुहरू यसो अलिअलि लाउने गरेका छौँ। 2-4 किलो आफ्ना जग्गामा यसो आलु रोपेर खाने गरेका छौँ। उहाँ उद्धार विचारधारा भएको व्यक्ति भएको बताउनुहुन्छ। 68 वर्षका स्थानीयवासी मान बहादुर कुरुङबाङ अबर पर्दा सबैलाई सहयोग गर्ने, जबरजस्ती पनि नगरी जनताहरूलाई परिचालन गर्ने गरेको कुरुङबाङ बताउनुहुन्छ। जम्मैले राम्रै गर्नुभयो। उहाँ त एउटा उदार विचारधाराको मान्छे थिए। त्यसलाई पनि अभोट पर्दा उहाँ सहयोग गर्नुहुन्थ्यो। अन्याय पर्छ, कुटाकुट पर्छ, अन्याय पर्नेलाई न्याय दिलाइदिनुहुन्थ्यो। अनि सेवाको भावना भन्दाखेरि जहीँ पनि उहाँ कन दाइ एक खालको थियो कि जहीँ भए पनि राति बिहान उठेर जाने। 2049 सालदेखि 2059 सालसम्म जनप्रतिनिधि रहनु भएको आदरणीय दाइको कुनै गल्ती थिएन भन्नुहुन्छ स्थानीय नेता खलेन्द्र कुरुङबाङ। उहाँ आदरणीय दाइको केही कमजोरी देखिएन। किन उहाँलाई पहिलो अवधिको 49 को निर्वाचितमा उहाँले सक्नुहुन्न भनेर धेरै विरोध उठेको थियो। तर उहाँले सकेर देखाउनुभयो र 54 सालमा उहाँले बहुमतले जितेर सकेपछि उहाँ सक्षम हुनुभयो र कुनै जनताको मागलाई पूरा गरिदिनुभयो। श्रीजंगा सामुदायिक वन बनाउन कर्णकुमार दाइको सपना पनि पूरा भएको कुरुङबाङ बताउनुहुन्छ। उहाँ आदरणीय दाइले गरेको चिज भनेको यो सामुदायिक वन श्रीजंगा भनेर उहाँको केही पनि सफलता हुनुभयो। अघिल्ला पुस्ता जो आफ्नो गाउँघरका लागि मरि मेटेर लागे, जो पार्टीमा रहेर होस् वा नरहेर, त्यस्ता व्यक्तिहरूलाई सम्मान गर्नुपर्छ भन्नुहुन्छ शिक्षक गोविन्द राज कुरुङबाङ। अघिल्ला पुस्ता जो आफ्नो गाउँघरको लागि मरिमेटे, पार्टीमा रहेर वा नरहेर गाउँको विकासको लागि मरिमेटे, उनीहरूलाई सम्मान गर्नुपर्छ। जस्तो सुकै परिस्थिति आइपरे पनि वैचारिक रूपले विचलन नहुने र इमानदारीताका साथ समाजको काम गर्नुपर्ने शिक्षा समाजले उहाँबाट सिक्नुपर्ने समेत कुरुङबाङ बताउनुहुन्छ। हामी गाउँघरमा रहेका छौँ, हामी जन्मेका छौँ। हाम्रो देश भन्नु नै हाम्रो गाउँघर हो र हाम्रो नेपाल भन्नु हामी जहाँ छौँ त्यसैलाई हामी नेपाल मान्छौँ। अनि हामी रहेसम्म उहाँबाट हामीले सिकेको जस्तो सुकै परिस्थिति आइलागे पनि वैचारिक रूपले विचलन नहुने र इमान्दारपूर्वक समाजको सेवा गर्नुपर्छ। शिक्षा क्षेत्रमा यो विद्युत भयो, सडक भयो, अन्य क्षेत्रमा यो सामाजिक विकासका कामहरूमा चाहिँ रहेर काम गर्नुपर्छ। त्यस्ता व्यक्तित्व भएका देवानले विक्रम सम्मत 2016 साल फागुन 29 गते धनकुटा हाम्फाबुङकी मनमाया चेम्जोङसँग विवाह बन्धनमा बाँधिनुभयो। 16 साल फागुन 29 गते मनमाया धनकुटा जिल्ला हाल उहाँहरूसँग 6 छोरा 1 छोरी गरी 7 सन्तान हुनुहुन्छ। माइला देवीन्द्र झापामा छ, साइला धनकुमार डाङमा छ, साइला सुरेन्द्र माथि पाहाडमै छ, उनले तपाईँको नाति नातिनाहरू कति? मेरो त धेरैको छन्। जेठाको 8 जना, काइलाको 4 जना, माइलाको 4 जना, काइलाको 3 जना, काइलाको चाहिँ 4 जना हो। काइलाको छोरीको 2 भाइ 2 बहिनी, कान्छाको 2टा,
पढाकेहरू कति छन्। हाल उहाँ मोरङको उर्लाबारीमा बस्नुहुन्छ। उहाँले विक्रमसम्म 2060 सालमा हाङ्गुम छाड्नुभयो। देशमा द्वन्द्व सुरु भएपछि माओवादीले ज्यादा दुःख दिन थालेपछि उहाँले बाध्य भएर गाउँ छाड्नु परेको थियो। माओवादीको दण्ड भएपछि चाहिँ माओवादीले हामीलाई खेद्न थाल्यो। कर्णदाई तराईतिर लाग्नुभयो सुविधा टङमा। उसको एउटै भाइको नाताले कि राजनीतिको नाताले कि हामी बराबर एउटै मासु जस्तो भएर बसेको मान्छे हुँ म। त्यहाँदेखि चाहिँ उँधो गएपछि त हाम्रो भेटघाट पनि अब हिजो अस्ति झर्दा पनि मैले भेटघाट गर्न सकिनँ। यो विद्रोही पक्षबाट जबरजस्ती उहाँको घरमा सकेट बमहरू थन्काउने कामहरू भयो। जुन कुरा चाहिँ अब गाउँ गाउँमा आएर प्रशासनिक क्षेत्रबाट राज्य पक्षबाट चाहिँ रिपोर्टिङ हुने क्रममा चाहिँ उहाँमाथि चाहिँ उहाँको जीवनमाथि चाहिँ खतरा हुने खालको सङ्केतहरू हामीले देख्यौँ। त्यस पछाडि नै उहाँ बाहिरिनु भयो। अफिस गराएर चाहिँ अब मलाई पनि राजनीति चन्दा मागेको कति पुग्ने होइन। अफिस यहाँ छ, यहाँ कता भात खाने कता अध्यक्ष मिल्नु पर्यो अनि अब मिल्नु पर्यो। त्यसरी हाङ्गुम छाड्नु भएका देवानलाई आजसम्म पनि हाङ्गुमवासीले असल समाजसेवीको रूपमा सम्झिरहेका छन्। उहाँ फेरि आएर विकासको गति सुस्त भएको हाङ्गुममा विकासको लहर चलाइदिए हुन्थ्यो भन्नेहरूको संख्या पनि अधिक छ।